यहाँ फिदिम नगरपालिका 5 का वडा अध्यक्ष भरत तुम्बापु अझै हुनुहुन्छ। स्वागत छ यहाँलाई। धन्यवाद। जस्तो यो फिदिम नगरपालिका 5 को वडा नम्बर 5 को भवनलाई चाहिँ जुन सुरक्षाको लागि यसरी वाल लगाएको थियो, त्यो चाहिँ जुन बजेट आज निकास भयो, भोलिपल्टको दिन चाहिँ यो जुन पहिरो गएपछि चाहिँ अहिले जुन यो चाहिँ अलिकति जोखिमयुक्त छ यो भवन, यस विषयमा अलिकति जानकारी दिनुहोस् न। हैन, यस्तो हो, अब साथीहरूले सुरुमै अलिक राम्रो काम गर्नुहोस्, तपाईहरुले सिमेन्ट लाउनु भएको छैन, यहाँ खाली तपाईहरु लुट्ने काम मात्र गर्नु भएको छ भनेर ठेकेदारहरूलाई बारम्बार भनियो। हजुर, उपमेयर साहब अनुगमनमा आउनुभयो र यो पाटाको सबै खोल्न लाउनुभयो, सबै ढुङ्गै मात्र थियो। हजुर, इन्जिनियर दिवाकरजी आउनुभयो र उहाँहरूले खोल्न लाउनुभयो, सबै ढुङ्गा मात्रै थियो। त्यतिखेर काम गर्नेहरूले, ठेकेदारहरू नआउने, काम गर्नेहरू टिर्ने नटिर्ने, जति भन्दा पनि नबोली गराइ गर्ने, अनि अलिक चर्को गर्दाखेरि काम गर्नेहरू पनि न्युम खोज्ने। त्यो भएर उपमेयर जस्तो तपाईँ चाहिँ जिम्मेवारी ठाउँमै हुनुहुन्थ्यो, त्यो भन्दाखेरि चाहिँ तपाईँलाई चाहिँ नटिर्नु भएको हो या के हो? होइन, टिरेनन् साथीहरूले। अब उपमेयर साहबकै अगाडि त काम गर्ने र मेरो झन्डै फाइट पर्यो। यहाँ उपमेयर साहब त्यसो गर्नु हुँदैन, हामीले यसो काम गर्नेसँग झगडा गर्नु हुँदैन। अब ठेकेदार बोलाउँ भनौँ, किसम नेपालको ठेकेदार, अनि ठेकेदारलाई भनौँ पेटी ठेका तारालाई दिएको छु, तारा सम्बाम्फेले दिएको छु, तारालाई भन्नु भन्छ, तारालाई भनौँ धम्की मात्रै दिने। अनि त्यस्तै सिलसिलामा कामहरू सके साथीहरूले। यो कति बजेटको हो, अब हुन्छ हुँदैन, के छ यस विषयमा चाहिँ? अब बजेट त लगभग 1,78,00,000 अरिपरि कतिको पैसा हो। त्यसमा त्यो बजेटमा चाहिँ के गर्नुपर्ने थियो? बिलो गएर उहाँले 1 करोड क्रस हारारीमा ठेक्का पार्नु भयो होला। अब यसको ढलाइ परदेखि छुटेर आएर ढलाइ यहाँसम्म ढलाइ गरेर ल्याएर यिनीहरू सबै वाल हाल्नुपर्ने, तल्लोपट्टि सबै वाल हाल्नुपर्ने कुरा, सबै वालको काम चाहिँ सबै फुटेको छ, सबै चर्केको छ। र यो चाहिँ समस्या के भयो भने तपाईँको उहाँले काम सम्पन्न गरेपछि पैसा 24-25 गतिको दिन थाप्नुभयो असारको है। भोलिपल्ट भत्कियो। अनि भत्किकै दिनदेखि मैले उहाँले चाँडो गर्नु हाल्नुहोस्, वडा कार्यालय जस्तो ठाउँमा भित्तामा झरेको छ, पुरै झ्यालहरू सबै पानी भित्र छिर्दो छ हैन। यहाँदेखि पानी जम्यो, भित्तामा पानी जमेर भित्र सबै पानी पस्छ, लेदो भित्र पस्छ। यसो यति धेरै तपाईँले अन्याय गर्नुहुन्न हजुरहरू भनेर मैले पटक लगभग 1000 पल्ट भने, मैले 100 पल्ट होइन 1000औं पल्ट भने, कसैले सुनवाई भएन। अब 11 महिना भयो, यो भत्कीको 11 महिना भयो। उहाँको पैसा 5% धरौटी रोकिया छ। 5% धरौटीबाट गर्छु भनेर उहाँले गर्छु भनेको 11 महिना भयो। अब त अर्को वर्ष लागिहाल्यो, अब त गर्ने पनि होइन पक्कै पनि, अब गरेर पनि टाइम छैन। त्यसैले गर्दाखेरि यो चाहिँ अति ठगेको अवस्था। ठेकेदारले देशभरि ठग्छन् भन्ने कुरा मैले सुनेको थिएँ, तर वास्तविक ठगेको अवस्था चाहिँ यहाँ देखियो। यति धेरै ठगेको अवस्था छ। अब गर्ने कसले हो? त्यो पेटी ठेकेदारले गर्ने हो कि त्यो मुख्य ठेकेदारले गर्ने हो? कसले गर्ने? यो चाहिँ चाँडै गर्नु पर्यो भनेर मैले 1000 पल्ट भनेर अब थाकेर बसिएको छु। यो चाहिँ अब सम्बन्धित निकायले पनि जान्नुपर्ने हो, यो अब यस्तो मिडिया कर्मीहरूले पनि जान्नुपर्ने हो, यो कसले जान्ने हो, कसले बुझ्ने हो, यसको म अत्तो नभएर म हारेर बसेको छु एकदम। जस्तो यो भवन चाहिँ अब यो संरचना नै जुन भवनै तपाईँको भत्किसक्यो त, अब यसले गर्दा चाहिँ यहाँ चाहिँ के भन्न चाहनुहुन्छ उहाँहरूलाई अथवा फिदिम नगरपालिकालाई? जुन सम्बन्धित निकायमा चाहिँ मैले पनि उहाँहरूलाई चाहिँ भनिसकेको छु, ठेकदारलाई पनि भनेको सकेको छु होइन, जुन 5%बाट चाहिँ काम हुन्छ फिदिम नगरपालिकाका प्रमुखज्यूले पनि भन्नुभएको छ। यस विषयमा के भन्न चाहनुहुन्छ? 5%बाट काम गर्ने हो भनेर उहाँले पटक भन्नुभएको त लगभग पोहोर सालको असार त्यो भत्केकै दिनबाट उहाँहरूले असार मसान्त सक्ने बित्तिकै भत्कियो। यो भत्केदेखि नै उहाँहरूले 5% धरौटीदेखि गर्ने हो भन्नुभएको। आज त 11 महिना बित्यो, अब अहिलेसम्म गर्नु भएको छैन। र उहाँहरूप्रतिको आशा थियो, आशा पनि हराएर गयो। अब झिनो आशा पनि रहनु सकेन उहाँहरूप्रति। अब उहाँहरूले यो के गर्नुभयो हो, यो ठेकेदारले विशेष गरी के गरे हो होइन, यो मैले बुझ्न सकिनँ। यो विषयलाई लिएर मुद्दा बनाएर अगाडि बढ्नुपर्ने हो कि के गर्नुपर्ने हो, मैले सोचिरहेको छु। अब कसरी बढ्नुहुन्छ अलिकति यस विषयमा पनि जानकारी दिनुहोस्। जस्तो यहाँको भवनै जुन संरचना र सिसाहरू धेरै फुटेको रहेछ होइन, पानी सबै भित्र छिर्दो रहेछ। कुनै जङ्गलको बाटो होइन, कुनै एउटा गाउँको सामान्य बाटोहरू, कुनै सामान्य ठाउँको यो दुर्घटना भएको भए, सामान्य ठाउँको यो पहिरो भएको भए सामान्य कुरा हुन्थ्यो होला। तर यो त एउटा वडा कार्यालय जस्तो, वडा कार्यालयको पनि छेउपट्टि तल्लोपट्टि अलिक छेउपट्टि होइन, वडा कार्यालयकै भित्ता भत्किएर झरेपछि, वडा कार्यालय नै असर गरेपछि, वडा कार्यालयमा लेदो पसेपछि, वडा कार्यालयका सिसाहरू सबै चकनाचुर बनाइदिएपछि, वडा कार्यालयमै भित्र पानी चुएर लेदोहरू पसेर वडा कार्यालयकै भवन चर्केर बसेको अवस्था भएपछि त्यो वर्ष त झेलियो। अब अझै अर्को वर्ष लाग्नु आँट्यो, लागिसक्यो। अर्को वर्षसम्म यस्तो अवस्था बनाएर राख्ने यस्तो ठेकेदारलाई अब कारबाही त कडाभन्दा कडा हुनुपर्छ। कुन तरिकाले कारबाही गर्ने हो नगरपालिकामा कारबाही अगाडि बढाउनुहोस् भनेर मैले भनेको थिएँ। हजुरले जानकारी गराइसक्नु उहाँले प्रक्रिया बढाउनु भएको छ कि छैन? म नगरपालिकाको त्यो ठाउँमा भएको भए म प्रक्रिया बढाइसक्थेँ। प्रक्रिया अब वडादेखि बढाउनु पर्ने हो, म भोलि नै प्रक्रिया अगाडि बढाउँछु। केहीसम्म कानुनी प्रक्रियामा केही छ भन्छन् त्यो प्रक्रिया अगाडि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो।
हस् यहाँलाई समयको लागि धेरै धेरै धन्यवाद दिँदै धन्यवाद। यो दृश्य देख्न सकिन्छ फिलिम नगरपालिका 5 को वडा कार्यालय भवन जुन जोगाउनका लागि चाहिँ यसरी यति धेरै पैसा लगानी गरियो र जुन लगानी चाहिँ यसरी यहाँनिर देख्न सकिन्छ होइन। यो सिसाहरू सबै यहाँ चाहिँ यहाँदेखि पानी छिर्ने रहेछ होइन। यहाँ संरचनाहरू चाहिँ यसरी लथालिङ्ग भएको दृश्य देखाउँदै म अजेन्द्र भाइ बताङ पनि यहाँहरूमाझ जुन सम्बन्धित निकायलाई ध्यान आकर्षण गर्दै म अजेन्द्र भाइ बताङ पनि बिदा हुन चाहन्छु।